नमस्कार एन्ड वेलकम सबैजनालाई। म भुवन सिंह यहाँहरू समक्ष गोल्डन गेटको नयाँ अपडेटेड बिजनेस अपर्च्युनिटी प्रेजेन्टेसन लिएर आएको छु। यो अत्यन्त महत्त्वपूर्ण प्रेजेन्टेसन रहेको हुँदाखेरि कृपया शान्त ठाउँमा बसेर यो प्रेजेन्टेसनलाई हेर्नुहोला र बल्ल तपाईँले बुझ्नुहुन्छ कि यो गोल्डन गेट कम्पनीले तपाईँ हाम्रो जीवनमा आर्थिक उन्नति प्राप्त गर्नको लागि कसरी सपोर्ट गर्छ, कसरी हेल्प गर्छ भन्ने कुराहरू छर्लङ्ग बुझ्नुहुनेछ। यो कम्पनीको ब्युटिफुल स्लोगन रहेको छ, क्रिएटिङ ड्रिम्स ट्रान्सफर्मिङ लाइफ्स। यसको अर्थ के हो त भन्दाखेरि तपाईँ हामीले जीवन सम्बन्धी देखेका सपनाहरू, हाम्रा परिकल्पनाहरू सम्भवतः समयको अन्तरालसँगै पुरा भएनन् होला, हामीले बिर्स्यौँ होला, तथापि पनि ती सपनाहरूलाई माया मार्नु हुँदैन। ती सपनाहरूलाई पुरा गरेर एउटा सफल जिन्दगी जिउनुपर्छ भन्ने कम्पनीको मान्यता रहेको छ। त्यस अन्तर्गत जसरी सर्पले काँचुली फेरेर सर्पै बन्छ, तर एउटा झुसिल किराले काँचुली फेरेर पुतली भएर उड्छ, त्यसरी नै तपाईँ हाम्रो आर्थिक अवस्था अहिले जे जस्तो भए पनि अबको 4-5 वर्ष पछाडि गोल्डन गेटबाट हाम्रो आर्थिक अवस्था सुदृढ हुनुपर्छ। जसरी झुसिल किराबाट पुतली उडे जस्तै हाम्रो जीवनमा आमूल परिवर्तन हुनुपर्छ, आर्थिक उन्नति हुनुपर्छ भन्ने कुरा रहेको छ। यो कम्पनी युएईको सरकारी सिस्टममा दर्ता भएर 4 अगस्त 2024मा ग्रान्ड लन्च गरिएको प्रोजेक्ट हो र यो कम्पनीले केही सेक्टरमा काम गर्छ जसमा रियल इस्टेट, जुन रियल इस्टेट भन्ने बित्तिकै घर जग्गा जमिन, जहाँ चाहिँ घर जग्गा जमिनमा लगानी गरिएको पैसा कहिले पनि डुबेर जाँदैन, बरु त्यसको क्यापिटल गेन हुन्छ, भ्याल्यु एप्रिसिएट हुन्छ भन्ने मान्यतालाई आधार गर्दै मेनली रियल इस्टेट अनि त्यस्तै गरेर डिजिटल एसेट, गेम र इ कमर्स सेक्टरमा कम्पनीले काम गर्दै आएको छ भने 2040सम्ममा 100वटा प्रपर्टीहरूमा, युएईको 100वटा प्रपर्टीहरूमा लगानी गर्ने कम्पनीले लक्ष्य राखेको छ। त्यस्तै गरेर नेपाली भाषा बोल्ने संसारभरिका नेपालीहरूको चाहिँ पहिलो फेजमा 1 लाखजनाको गोल्डन गेट कम्युनिटी खडा गर्ने कम्पनीले लक्ष्य राखेको छ। त्यस्तै गरेर यो 2030सम्ममा 1 लाखको कम्युनिटी बनाउने लक्ष्य राखेको छ भने 2040सम्ममा 10 मिलियन विभिन्न देशका मानिसहरूको एउटा गोल्डन गेट कम्युनिटी खडा गर्ने यसले चाहिँ योजना अगाडि बढाएको छ। सो यसरी 1 करोड जनाको चाहिँ टिमहरू यसरी गोल्डन गेटको समुदाय बन्दै गर्दा यो एकदम एउटा ठुलो योजना हो र यो ठुलो योजनामा तपाईँहरू सबैजनालाई वेलकम गर्दछु। यो कम्पनीलाई चुस्त दुरुस्त रूपमा सञ्चालन गर्नको लागि 9 जनाको कार्य समिति अथवा बोर्ड अफ डिरेक्टर्सहरूको चाहिँ टिम रहेको छ, जसमा अमर सिंह खत्री युएईबाट हुनुहुन्छ, विक्रम बान्तवा युएईबाट, भुवन सिंह लिम्बू युएईबाट, रुबेन खरेल युएईबाट, हेमन्त भट्टराई युएईबाट, रञ्जित उप्रेती कुवेतबाट, कृष्ण प्रसाद खनाल युएईबाट, अली मोहम्मद मिया इजरायलबाट, देव भट्टराई युएईबाट हुनुहुन्छ। गोल्डन गेटमा सहभागी भएर 3 देखि 5 वर्षसम्म एकदम सक्रिय भएर काम गर्दाखेरि एउटा मानिसको जीवनमा चाहिँ एउटा रेगुलर इन्कम प्राप्त भइराखोस्, हरेक गोल्डन गेट सदस्यको चाहिँ जीवनमा चाहिँ एउटा नियमित आम्दानी भइराखोस् भन्ने कम्पनीको लक्ष्य उद्देश्य रहेको छ। त्यस्तै गरेर चाहिँ यो लक्ष्य, यो भिजन पुरा गर्नको लागि चाहिँ त्यो प्रोसेस अन्तर्गत चाहिँ गोल्डन गेटले एउटा सर्वसाधारण भुइँ मान्छेलाई पनि एउटा सानो एमाउन्टबाट चाहिँ दुबईको रियल इस्टेटमा लगानी गर्ने अवसर दिएको छ। सो सबैले चाहिँ ओनरसिप फिल गर्नुहुनेछ, युएईमा रहेको रियल इस्टेटको ओनरसिप फिल गर्नुहुनेछ भने परम्परागत रियल इस्टेट बिजनेसलाई अहिलेको झुरमुराउँदो क्रिप्टोसँग चाहिँ समायोजन गरेर धेरैभन्दा धेरै बेनिफिट आफ्नो समुदायलाई दिने कम्पनीको भिजन मिसन रहेको छ। सबै कम्पनीको आफ्नो आफ्नै रोड म्याप हुन्छ। यो कम्पनी पनि 4 अगस्त 2024मा ग्रान्ड लन्च भएर आएको छ। त्यस्तै गरेर 1 नोभेम्बर 2024मा यसको जिजिएफसी टोकन लन्च गरेको थियो भने 1 नोभेम्बर 2025मा गोल्डन गेट कर्पोरेट अफिस लन्च भएको थियो। त्यस्तै गरेर 30 मार्च 2025मा दुबई टुर कार्यक्रम गरेको थियो भने 15 जुलाई 2025मा जिजिएफसी टोकन पब्लिक एक्सचेन्जमा लिस्टिङ गरेको छ। त्यस्तै गरेर चाहिँ 4 अगस्त 2025मा यसको फर्स्ट एनिभर्सरी गरिसकेको छ भने जिजिएफसी स्टेकिङ अक्टोबर 2025मा लन्च भइसकेको छ। 2 नोभेम्बर 2025मा यसको ग्रान्ड सेलिब्रेसन स्पेसल ट्रेनिङ गरेको छ भने बिग विन गेम लन्च जनवरी 2026मा गर्दैछ। बिग विन गेम लाइभ सो गेम 8 फेब्रुअरी 2026मा गर्नेवाला छ। त्यस्तै ग्रो एन्ड लिड वर्कसप 10 मे 2026मा गर्दैछ र गोल्डन गेट सेकेन्ड एनिभर्सरी इ कमर्स लन्चिङ 4 अगस्त 2026मा गर्दैछ। यो कम्पनीले बेसिकल्ली यो 4वटा प्रोजेक्टहरूमा काम गर्छ, रियल इस्टेट, जिजिएफसी, गेम, इ कमर्स। र कम्पनीले फ्री होल्ड प्रपर्टी अन्तर्गत गल्फ टावर भन्ने यो आजमान सिटीमा यो बिल्डिङको 303 फ्ल्याट किनिसकेको छ सधैँभरिको लागि
जुन चाहिँ 4,69,221 दिराममा किनेको छ भने वार्षिक 40,000 दिराम यहाँबाट कम्पनीलाई प्रफिट हुन्छ एज अ रेन्टल इन्कम। र जसले यसमा कन्ट्रिब्युसन गर्नुभएको छ हरेकले महिनाको पहिलो दिन यसको रेन्टल प्रफिट पाउनुहुनेछ। र जसरी यो जिजिएफसी डिजिटल एसेटहरूले विश्व बजार अहिले हल्लाइराखेको बेला हामी पनि त्यो दौडमा यो कम्पनी अगाडि बढेको छ। सो जसमा यो कम्पनीले आफ्नै डिजिटल एसेट जिजिएफसी 55 मिलियन चाहिँ यसले क्रिएट गरेको छ, जुन चाहिँ बाइनान्सको ब्लकचेन स्मार्टमा। त्यस्तै गरेर बाइनान्सको स्मार्ट ब्लकचेनमा त्यो बनाएको छ भने यसको नाम रहेको छ गोल्डन गेट फ्युचर कोइन। यसको सिम्बल रहेको छ जिजिएफसी, जुन चाहिँ प्यानकेक स्वापमा लिस्टेड भएको छ भने यो प्याकेजमा यसले केही टोकनहरू पनि दिइरहेछ, तर त्यो चाहिँ 12 महिनासम्म त्यसलाई के अरे चलाउनु पाइँदैन। त्यस पछाडि हरेक महिना 10%ले त्यो निकाल्न पाइन्छ। त्यस्तै गरेर जिजिएफसी स्टेकिङ प्लान पनि ल्याएको छ, जुन आफ्नो एसोसिएटरको फाइदालाई ध्यानमा राख्दै कम्पनीले 3 महिना, 6 महिना, 12 महिना, 24 महिनाको स्टेकिङ प्रोग्राम पनि ल्याएको छ। जसद्वारा 3 महिना कम्तीमा $100 100वटा जिजिएफसी स्टेकिङ गर्ने मान्छेले हरेक महिना 3वटा एक्स्ट्रा टोकन एज अ रिटर्न अफ इन्भेस्टमेन्ट पाउनुहुनेछ। जसले 6 महिनाको लागि कम्तीमा 100वटा वा सोभन्दा बढी जिजिएफसी टोकन स्टेकिङ गर्दै गर्दाखेरि हरेक महिना उहाँले 100वटा गर्दाखेरि 4वटा पाउनुहुन्छ, 4% पाउनुहुन्छ, अथवा चाहिँ वार्षिक रूपमा हेर्ने हो भने 24% आरओआई प्राप्त गर्न सक्नुहुनेछ। त्यस्तै गरेर चाहिँ 12 महिनाको लागि स्टेकिङ गर्दाखेरि तपाईँको चाहिँ 5% मन्थली रिटर्न आउँछ भने एन्युअली 60% रिटर्न अफ इन्भेस्टमेन्ट प्राप्त गर्न सकिन्छ। जसले 24 मन्थ्सको लागि स्टेकिङ गर्नु छ उहाँले मन्थली 6%, त्यस्तै गरेर चाहिँ इयरली 144% चाहिँ यहाँबाट रिटर्न अफ इन्भेस्टमेन्ट पाउन सक्नुहुनेछ। सो यो तपाईँ हाम्रो लागि एउटा ग्रेट अपर्च्युनिटी रहेको छ। सो यो ग्रेट अपर्च्युनिटीलाई आत्मसात गरिहाल्नु होला। र गोल्डन गेटको यो प्रोजेक्टमा आबद्ध हुनको लागि यसका केही प्याकेजहरू रहेका छन्, जुन प्याकेजहरू मैले भन्न गइरहेको छु। जसमा चाहिँ गोल्डन गेट लाइट प्याकेज $25 को, गोल्डन गेट स्टार्टर प्याकेज $100 को, बेसिक प्याकेज 200 को, त्यस्तै गरेर एडभान्स 500 को, ब्रोन्ज 1000 को, सिल्भर 2500 र गोल्डन गेट गोल्ड प्याकेज $5000 को प्याकेजहरू रहेको छ। यो $25 को प्याकेज चाहिँ स्टुडेन्ट प्याकेज हो, मतलब जसले चाहिँ ठुलो लगानी गर्न सक्दैन उसको लागि हो, जहाँ चाहिँ एउटा आजीवन सदस्य बन्ने अवसर रहेको छ। भने $100 वा सोभन्दा बढीको कुनै पनि प्याकेजमा तपाईँको पकेट साइज अनुसार यो गोल्डन गेटमा आबद्ध हुँदै गर्दा तपाईँको यो अमाउन्टको 50% चाहिँ तपाईँकै बिहाफमा कम्पनीले रियल इस्टेटमा इन्भेस्ट गरिदिन्छ, र जसले तपाईँलाई हरेक महिना चाहिँ त्यहाँबाट रेन्टल प्रफिट पाउनुहुनेछ 50औं वर्षसम्म, अथवा त्यो बिल्डिङ रहेसम्म। यहाँबाट चाहिँ तपाईँको वान टाइम इन्भेस्टमेन्ट, लाइफ टाइम इन्कम अपर्च्युनिटी प्राप्त गर्नुहुनेछ। अनि त्यस्तै गरेर यसको तपाईँको त्यो अमाउन्टको 30% चाहिँ यसले गेम खेल्नको लागि, गोल्डन गेम खेल्नको लागि चाहिँ तपाईँलाई ई मनी दिन्छ भने 20% को तपाईँलाई चाहिँ गोल्डन गेटको जिजिएफसी टोकन दिन्छ, जसको भ्यालु अहिले पनि 19 पैसा 19 फिल्स डलरमा रहेको छ। भोलि त्यसको प्राइस बढेर जाँदाखेरि तपाईँको त्यहाँबाट पनि एउटा राम्रो इन्कम प्राप्त गर्न सक्नुहुनेछ। र हरेक पेमेन्टहरू चाहिँ यसको USD BP20बाट हुन्छ, संसारभरिबाट पनि सम्पूर्ण खालका पेमेन्टहरू त्यो सिस्टमबाट हुन्छ। भने पहिलोचोटि यो प्याकेज किन्दा गेम पोइन्ट र जिजिएफसी 30% र 20% पाइन्छ, दोस्रोचोटि किन्दाखेरि चाहिँ रियल इस्टेट मात्रै पाइन्छ। सो त्यो कुरा रहेको छ। र गोल्डन गेटको सदस्य हुँदै गर्दाखेरि अरू के छ त बेनिफिटहरू भन्दाखेरि श्रमिकहरूको हकितलाई मध्यनजर गर्दा यो कम्पनीले पनि आफ्नो तर्फबाट केही कन्ट्रिब्युसन गर्ने लक्ष्य राखेको छ। जसमा चाहिँ गोल्डन गेटको $100 वा सोभन्दा बढीको प्याकेजबाट आबद्ध भएको गोल्डन गेटको फ्यामिली मेम्बर इनकेस सुतेकै भएको खण्डमा जिसिसी र मलेसियामा कम्पनीले उहाँको परिवारलाई $1000 अननेचुरल डेथ रिलिफ भनेर दिन्छ, भर्छ कि त्यस्तो कसैलाई नहोस्। त्यस्तै गरेर $500 वा सोभन्दा बढीको प्याकेजबाट जो कोही आबद्ध हुनुहुन्छ गोल्डन गेटको फ्यामिली मेम्बर ड्युटीको क्रममा मेसिनमा हातखुट्टा च्यापेर अङ्गभङ्ग अपाङ्ग हुनुभएको खण्डमा कम्पनीले $1000 उहाँलाई पनि अकुपेसनल डिसेबल रिलिफ भनेर दिन्छ। त्यस्तै गरेर जो व्यक्तिले $1000 को प्याकेजबाट आबद्ध हुनुहुन्छ उहाँले गोल्डन गेटमा 100% बिजनेस अपर्च्युनिटी लगानी गर्ने अवसर पाउनुहुन्छ रियल इस्टेटमा। र स्टार्ट यर ओन बिजनेस, यु क्यान गेट अपर्च्युनिटी टु बिल्ड यर ओन बिजनेस एन्ड अर्न रेसिडुअल इन्कम एन्ड लिभ लेगेसी टु यर लभ वन्स भनेर चाहिँ यहाँनिर तपाईँको यो गोल्डन गेटको प्रोजेक्टलाई चाहिँ तपाईँले अनलाइन अफलाइन संसारभरि चाहिँ प्रमोट गरेर यहाँबाट अफिलिएट रेफरल मार्केटिङ गरेर चाहिँ यहाँबाट एउटा राम्रो इन्कम पनि प्राप्त गर्न सक्नुहुनेछ। गोल्डन गेटको कम्पन्सेसन प्लान
रहेका छ, जसमा चाहिँ गोल्डन गेटको बेसिक बेनिफिटहरू त छँदैछ, त्योभन्दा बाहेक अरू एक्स्ट्रा इन्कम पनि गर्नुपर्छ, अथवा चाहिँ एक्टिभली म काम गर्छु पैसा कमाउँछु भन्ने सोच भएका मानिसहरूलाई लागि एउटा डिस्क्लेमर पनि रहेको छ। यहाँ चाहिँ तपाईँले धेरै पनि कमाउन सक्नुहुन्छ, तर त्यसको लागि तपाईँको चाहिँ डेडिकेसन, टाइम, इफोर्ट, तपाईँको चाहिँ तपाईँ बसेको स्थान, ती विभिन्न कुराहरूले फरक पार्ने हुँदाखेरि यो कुरा तपाईँले बुझ्नु जरुरी हुन्छ। र यहाँनिर तीन प्रकारका एक्टिभ इन्कमका एक्टिभ इन्कमका सोर्सेसहरू छन्, जसमा युनिलेभल बोनस, वर्ल्ड टुर, ऱ्याङ्क एन्ड रिवार्ड्स रहेका छन्। मानिसको स्वभाव नै हो, हामीलाई मन परेको कुनै पनि रेस्टुरेन्टमा खाना खायौँ भने हामीलाई मन पर्यो भने हाम्रो वरिपरि रहेका साथीभाइ, दाजुभाइ, दिदीबहिनीहरूलाई हामीले सुनाइरहेको हुन्छौँ। त्यस्तै कुनै पनि फिल्म मुभी हेरेर हामी फर्क्यौँ भने पनि त्यो मुभी राम्रो छ भने हामीले सुनाइरहेको हुन्छौँ। उहाँहरू त्यो रेस्टुरेन्टमा खानु जानुभयो, मुभी हेर्न जानुभयो, त्यो रेस्टुरेन्ट ओनरलाई फाइदा भयो, मुभी निर्माताकर्तालाई फाइदा भए पनि तपाईँ हामीले चाहिँ 1 रुपियाँ पाइँदैन। हामीले नि शुल्क रूपमा चाहिँ फ्री वर्ड अफ माउथ एडभर्टाइजमेन्ट गरिरहेको हुन्छौँ। तर गोल्डन गेटको यो योजना तपाईँ हामीलाई मन पर्यो र तपाईँ हामीले अरू कसैलाई पनि भन्यौँ र गोल्डन गेटको योजना बिक्री हुँदै गर्दाखेरि तपाईँको कारणले बिक्री भयो भनेर कम्पनीले चाहिँ तपाईँको पहिलो लेभल, तपाईँ हुनुभयो, तपाईँको पहिलो लेभलबाट चाहिँ 10% तपाईँलाई चाहिँ रेफरल बोनस दिन्छ। त्यस्तै गरेर तपाईँले एलाई रेफर गर्नुभयो भने तपाईँको चाहिँ त्यहाँबाट पहिलो लेभलबाट 10%, त्यस्तै गरेर एले बीलाई रेफर गर्दै गर्दा तपाईँको सेकेन्ड लेभलबाट 7%, त्यस्तै गरेर बीले सीलाई रेफर गर्दै गर्दा थर्ड लेभलबाट तपाईँले 6%, यसरी चाहिँ लेभल 4बाट 5%, लेभल 5बाट 4%, लेभल 6 एन्ड 7बाट 2%, लेभल 8 एन्ड 9बाट 1%, लेभल 10 to 18बाट 0.25%, लेभल 19बाट 0.5%, लेभल 20बाट 2% गरेर यसरी चाहिँ तपाईँले 20 लेभल डिपसम्म चाहिँ यहाँबाट लेभल बोनस प्राप्त गर्न सक्नुहुन्छ थ्रु वर्ड अफ माउथ। सो यो कम्पनीले एफिलिएट र रेफरल मार्केटिङको चाहिँ बिजनेस मोडल अपनाएको हुँदाखेरि यहाँबाट कुनै पनि प्याकेजबाट जोइन गर्नुभएको छ, त्यो प्याकेजको 5 गुणासम्म एक दिनमा कमाउन सक्नुहुन्छ। जसरी $100बाट तपाईँ आबद्ध हुनुभएको छ भने 100को 5 गुणा 24 आवर्ससम्ममा चाहिँ कमाउने सम्भावना पनि यहाँनिर रहेको छ। सो यसरी 5 गुणा यो सम्पूर्ण पेमेन्टहरू चाहिँ विथड्र पेमेन्टहरू USDT BEP20बाट हुनेछ। र यो कम्पनीले हरेक वर्ष एउटा नयाँ देश घुम्नुपर्छ भन्छ। यो कम्पनीले सेल्स टार्गेटहरू दिएको हुन्छ, जुन ब्याक अफिसमा देख्न सक्नुहुनेछ। र त्यो टार्गेट पुरा गरेको हरेक एसोसिएटहरूलाई कम्पनीले त्यो देश घुम्नको लागि आउने जाने टिकट, भिसा खर्च र होटल खर्च पनि प्रदान गर्दछ। यसरी तपाईँ हाम्रो विश्व भ्रमण गर्ने सपना पनि यो गोल्डन गेटले पुरा गरिदिन्छ। त्यसको लागि गोल्डन गेटको सदस्यता लिनुपर्ने हुन्छ। र ऱ्याङ्क एन्ड रिवार्ड्स अन्तर्गत पैसै मात्रै सबै थोक होइन, यहाँनिर मानिसहरूलाई मान सम्मान पनि चाहिन्छ। र यहाँनिर पहिलो ऱ्याङ्क रहेको छ रिप्रेजेन्टेटिभ। रिप्रेजेन्टेटिभ ऱ्याङ्क प्राप्त एचिभ गर्नको लागि $3,000 बिजनेस भोल्युम भएको हुनुपर्छ, जसमा चाहिँ तपाईँले 3जनालाई डाइरेक्ट रेफर गरेको हुनुपर्छ र तपाईँको प्याकेज स्टार्टर प्याकेज हुनुपर्छ। स्टार्टर भनेको $100 प्याकेज हुनुपर्छ। तपाईँको $100 प्याकेज छ, 3जनालाई पनि रेफर गर्नुभयो, 3जनाले अरू 3जनालाई रेफर गर्दै जाने क्रममा तपाईँको बिजनेस भोल्युम बढ्दै जान्छ, घट्दैन। 3,000बाट 3,100 हुन्छ, त्योभन्दा बढ्दै जान्छ र 3,000 पुगेको दिन तपाईँ रिप्रेजेन्टेटिभ हुनुहुन्छ। यसमा चाहिँ जस्तै $3,000लाई 100% मान्ने हो भने तपाईँको पहिलो लेगबाट 40% $1,200, त्यस्तै गरेर सेकेन्ड लेगबाट 40% 1,200, 12×2 = 2,400 भयो र बाँकी 600 अर्को लेभलबाट 20% 600को, यसरी $3,000को बिजनेस तपाईँको टिमबाट भयो भने पहिलो ऱ्याङ्क रिप्रेजेन्टेटिभ ऱ्याङ्क एचिभ गर्नु छ। यतिखेर कम्पनीले तपाईँ हामीलाई इभेन्टहरूमा खदामाला लगाएर सर्टिफिकेट दिएर पिन लगाइदिएर चाहिँ सम्मान गर्छ। साथमा $100को भाउचर अथवा यो स्यामसङ मोबाइल पनि एज अ रिवार्ड तपाईँ हामीलाई कम्पनीले दिन्छ। भनेपछि तपाईँको 3,000 बिजनेस भोल्युम बढेर भोलि 5,000 हुँदै 8,000 पुग्छ र तपाईँको टिममा 2जना मोबाइल विजेताहरू हुनुभयो भने र तपाईँको प्याकेज स्टार्टर हुँदै गर्दा तपाईँ सफायर ऱ्याङ्क एचिभ गर्नुहुन्छ। यतिखेर पनि कम्पनीले तपाईँलाई चाहिँ सम्मान गर्छ। त्यस्तै गरेर स्यामसङ ट्याब एज अ रिवार्डको रूपमा तपाईँ हामीलाई दिन्छ। र तपाईँको बिजनेस भोल्युम 20,000 पुग्दै गर्दा तपाईँको टिममा 2जना सेफायर पनि हुनुभयो, तपाईँले आफ्नो प्याकेज अपग्रेड गरेर बेसिक हुनुभयो भने तपाईँ रुबी ऱ्याङ्क एचिभ गर्न सक्नुहुन्छ। यतिखेर कम्पनीले तपाईँ हामीलाई एप्पल वाच दिन्छ। र तपाईँको टिममा 2जना रुबी हुनुभयो, तपाईँको बिजनेस भोल्युम 50,000 पुग्यो भने तपाईँले इमरल ऱ्याङ्क एचिभ गर्न सक्नुहुन्छ। यतिखेर कम्पनीले 17 प्रो म्याक्स हामीलाई फोन रिवार्डको रूपमा दिन्छ। र त्यस्तै गरेर तपाईँको टिममा 2जना इमरल हुनुभयो र तपाईँको बिजनेस भोल्युम $1,00,000 बिजनेस भोल्युम पुग्यो भने तपाईँको प्याकेज अपग्रेड गरेर एडभान्स बनाउनु भयो, त्यतिखेर तपाईँलाई कम्पनीले डायमन्ड ऱ्याङ्क भनेर चाहिँ त्यो ऱ्याङ्क एचिभ गर्न सक्नुहुन्छ। त्यो ऱ्याङ्कमा पुग्दै गर्दा कम्पनीले तपाईँलाई चाहिँ तपाईँ हामीलाई एप्पल म्याकबुक प्रो
एज अ रिवार्ड दिन्छ होइन म यो एप्पल म्याकबुक प्रो चाहिएन मलाई पैसै दिनुहोस् भन्दा पनि पैसै दिन्छ त्यो रहेको छ भने ब्ल्याक डायमन्ड हुँदै गर्दा तपाईँको टिममा दुईजना डायमन्ड हुनुपर्छ त्यतिखेर कम्पनीले हामीलाई $4500 सुन दिन्छ जुन चाहिँ 17,000 दिरहमभन्दा बढीको सुन हुन आउँछ र सुन कसलाई पो मन पर्दैन होला र यदि तपाईँलाई पनि सुन मनपर्छ भने यहाँनिर सुन एज अ रिवार्ड जित्ने अपर्च्युनिटी यो तपाईँको लागि पनि हो र त्यस्तै गरेर ब्लू डायमन्ड ऱ्याङ्क एचिभ गर्दै गर्दा तपाईँको टिममा 5 लाखको बिजनेस भनौँ भएको हुनुपर्छ भने दुईजना ब्ल्याक डायमन्ड भएको हुनुपर्छ यतिखेर चाहिँ कम्पनीले यो लग्जरी टुर गर्नुपर्छ भन्छ 1 विकको लागि यो होटलमा तपाईँ कपाल बस्नै पर्ने हुन्छ यसमा चाहिँ मलाई पैसा चाहिएन सरी पैसा यो होटल चाहिएन पैसा चाहियो भन्दा चाहिँ पैसा दिन्न किनभने तपाईँ हामीले एउटा लग्जरी एक्सपिरियन्स गर्नैपर्छ भन्छ कम्पनीले र तपाईँको त्यसरी चाहिँ तपाईँ ग्लोबल के सरी एम्बेसडर बन्दै गर्दाखेरि कम्पनीले तपाईँलाई एउटा टोयोटा कोरल दिन्छ दुईवटा ब्लू डायमन्ड हुनुपर्छ तपाईँको टिममा भने तपाईँको प्याकेज सिल्भर हुनुपर्छ त्यस्तै गरेर तपाईँ ग्लोबल एम्बेसडर हुँदै गर्दा कम्पनीले तपाईँलाई फोर्ड मुस्ताङ दिन्छ तपाईँको टिममा दुईजना एम्बेसडर हुनुपर्छ त्यस्तै गरेर तपाईँको भाइस प्रेसिडेन्ट हुनुको लागि तपाईँको चाहिँ दुईजना ग्लोबल एम्बेसडर तपाईँको टिममा आउनुपर्छ त्यतिखेर कम्पनीले तपाईँलाई मर्सिडिज बेन्ज दिन्छ भने लास्ट बट नट लिस्ट तपाईँ प्रेसिडेन्ट ऱ्याङ्क एचिभ गर्दै गर्दा कम्पनीले तपाईँलाई दुबईमा एउटा सदाबहारको लागि एउटा भिलाइ दिन्छ र यसरी कम्पनीमा चाहिँ तपाईँको ऱ्याङ्क एन्ड रिवार्ड्स अन्तर्गत 11वटा ऱ्याङ्कहरू रहेका छन् रिप्रेजेन्टेटिभ सफायर रुबी इमरल डायमन्ड ब्लू डायमन्ड ब्ल्याक डायमन्ड एम्बेसडर ग्लोबल एम्बेसडर त्यस्तै गरेर प्रेसिडेन्ट भाइस प्रेसिडेन्ट र प्रेसिडेन्ट ऱ्याङ्कहरू रहेका छन् सो तपाईँलाई के लाग्छ यो पहिलो ऱ्याङ्क एचिभ गर्न कति समय लाग्छ होला तपाईँलाई यहाँनिर हाम्रो प्रोजेक्टमा अहिले लेस देन 1 मन्थ रिप्रेजेन्टेटिभ ऱ्याङ्क एचिभ गर्नुभएका धेरैजना लिडर हुनुहुन्छ यसरी तपाईँले पहिलोदेखि 11औँ ऱ्याङ्कसम्म एचिभ गर्दै गर्दा तपाईँले जिन्दगीमा पछाडि फर्केर हेर्नु पर्दैन तपाईँ हाम्रो जीवन लक्ष्य उद्देश्य सपनाहरू यिनै त हुने होइन र घर गाडी बङ्गला लगायतका कुराहरू हुन् सो यी सबै कुराहरू यहाँ गोल्डन गेटमा उपलब्ध छ यदि तपाईँले आफ्नो लक्ष्यहरू जीवन लक्ष्यहरू बिर्सिनु भएको छ भने पनि यो तपाईँको जीवन लक्ष्य हुनसक्छ यो तपाईँको लागि एउटा कोसेढुङ्गा हो यो तपाईँको लागि यो अपर्च्युनिटी हो यो प्लेटफर्म हो यो प्लेटफर्मलाई युटिलाइज गरेर यहाँबाट पनि तपाईँ हामीले जिन्दगी सफल पारेर चाहिँ एउटा जिन्दगीमा कम्प्लिटली ट्रान्सफर्म गर्न सकिन्छ आमूल परिवर्तन गर्न सकिन्छ Celebrate every milestone, overcome with every obstacles. It is journey of progress that define true success. यसरी चाहिँ यहाँबाट चाहिँ हामीले एउटा वास्तवमै ट्रु सक्सेस प्राप्त गर्न सकिन्छ यो प्रेसिडेन्ट ऱ्याङ्क एचिभ गरिसकेपछि तपाईँ हामी संसारको जुनै कुनामा बसे पनि इन्कम रोकिनेवाला छैन यहाँबाट नियमित रूपमा इन्कम प्राप्त भइरहनेछ र जीवन एकदम सजिलो हुनेछ यो कम्पनीलाई सुरुवातमा सुरु गर्दै गर्दा सानो टिम थियो त्यो सानो टिममा यहाँनिर केही एचिभर्सहरूको तपाईँहरूले चाहिँ फोटो पनि देख्न सक्नुहुन्छ यसरी यो कम्पनी अगाडि बढ्दै गर्दाखेरि 2 नोभेम्बर 2024मा जिजिएफसीको चाहिँ यो लन्चिङ गरेको थियो कम्पनीले याचमा त्यस्तै गरेर चाहिँ यति भन्दै यो गोल्डन गेटको यो बिजनेस अपर्च्युनिटी प्रेजेन्टेसन यहीँ सक्ने अनुमति चाहन्छु यदि तपाईँलाई यो सम्बन्धमा अझ धेरै जानकारी चाहियो भने तपाईँले मलाई डाइरेक्टली मेसेज गर्न सक्नुहुन्छ सम्पर्क गर्न सक्नुहुन्छ थ्याङ्क यू सो मच गड ब्लेस